हेलो गाइस, वेलकम ब्याक फेरि मेरो डे 3 ब्लगमा है सबैजनालाई। अनि आज चाहिँ यहीँ बसिरहेको थिएँ अघिदेखि म है। अनि एउटा आइडिया आयो भिडियो कन्टेन्टको बारेमा हो। अनि त्यो चाहिँ के हो भन्दाखेरि आज चाहिँ म आफ्नो साथीहरू एक दुईजना साथीहरू छ कि अस्ति मेरो भिडियो निकै रेकर्ड गरेको छ नि त। सो उनीहरूको पनि आज रियाक्सन रेकर्ड गर्नु पऱ्यो रुममै गएर हो। सो ट्राई गर्छु म है देखाउने जति सक्दो के कसो हुँदो रहेछ हो। अब डाइरेक्ट जान्छु म रुममै हो, मान्छे चाहिँ हुनु पऱ्यो बास भइगयो नि। त्यहाँबाट क्यामेरामा देखाउँछु उनीहरूलाई, हेरौँ के कस्तो रियाक्सन हुँदो रहेछ है त। ल गाइस, ल यो भिडियो इन्ट्रेस्टिङ हुन्छ है। आज सबैजनाले लाइक सेयर फलो गरिदिनु होला है। इन्स्टाग्राम युट्युबमा पनि हाल्छु है। ल अब चाहिँ हिँडेको यहाँबाट हो, निक्लेको। ओ राजेश दा, के गर्दैछ हौ? कता के गरेको डेट हेर्नु, यो ड्युटीबाट आएर यो दाजु लडिरहेको रहेछ यहाँनिर। आम्मा निकै दिन बाद यहाँ आएको, यता आएको हो। लु चिया बनाऊँ, लु चिया बनाऊँ। पाहुना पो आएको त हौ। कहाँ त्यसो पाहुना के कसो छ? अन्त दाजुको रुम चाहिँ यहाँ छ है। निकै दिन बाद आएको, यसो भिडियो बनाउँदै नै। एट के गर्नु दाजु, अन्त काम छैन। आज त लास्ट दिन भएर होला कि निन्द्रा पनि अघि खोलेर हौ। म त अल्छी लागेर त्यहाँबाट त्यत्तिकै टोलिरह्यो हो। अन्त यसो केटाहरूकोतिर घुम्दै जानु पऱ्यो भनेर निस्केको आज। गोली एट आज रिटायरमेन्ट दिएको, रेस्ट। आज साह्रो पऱ्यो। एकजना साथी चाहिँ आउँदैछ यहाँ हो, उसको चाहिँ मेन उसको रेकर्ड गर्नुपर्छ हो। यहाँ जतिसक्दो क्यामेरा लुकाउनु ट्राई गर्दैछु म। यो मात्रै त हो मेन त, यो टुप्पो मात्रै त हो निस्किनु पर्छ। किनभने चियापाती किन खालि लड्नु मात्रै है। खालि ड्युटीबाट आयो पल्टिहाल्यो। सुँगुर जत्तिकै छ नि त हौ। राई हो भन्दैमा सुँगुर जत्तिकै नि। उहाँ च्याखो अनि त्यत्रो बनाइ मागेको उपवास पनि आउँछ। छोड्यो होला तिमी म खान्छु त्यस्तो खाने मान्छेको भन्यो नहाने मान्छेको तपाईँ छोडेको होला हो। घाँस मात्रै चबाउनु थालेको। घाँस त उसमा भिक्स हुँदो रहेछ नि अहिले त। ओ के हो, एक बोरा लिएर राखेको छ क्या रुममा हो। के हो त्यो चबाउने घाँस हो। क्रिकेट भन, रक्सी खाऊ, तिमीहरू बर्थडे भन रक्सी खाऊ, गोली भन रक्सी खाऊ, कहिले बोलाउने लाग्छ घरिघरि एकजनाहरूसित। अर्को खेलाडी पनि आएछ फेरि। भाइ ओ साल भाइ, हजुर के छ अन्त? जाने होला नि त आज फाइनल सर्ट हिकाउनु ड्युटी पनि। ए ओटी छैन, जानु छ नि? ओटी छैन त्यो बाउ आमा राति उठाएर हिजो किशोरले भाइ के छ दाजु भने के छ तिमीलाई पुग्यो होला नि त। पुग्यो भाइलाई सोध न। कहाँ जानुपर्ने यसो जिन्दगी पनि। ल कन्फर्म कहाँ जानु साँच्ची नै? मनै छैन म त। दाइ रेडी के हुनु हौ? के चल्दिन्छु मिलेन होला। रुम चाहिँ किन दाइले लाउनु यो मान्छेले चाहिँ मेरो भिडियो भाइरल गरेको छ है। ओ यहाँ हेर, यता हेर, तिमी मेरो भाइरल यता हेर न भाइ, मेरो पनि भिडियो भाइरल हुन्छ तिम्रो अनुहार देखेर। अब निकै फेमस मान्छे भइहालेछौ, के गर्नु साथीभाइ बिर्सेछौ तिमीले। साथी चाहिँ खालि खिल्ली उडाउनु। यहाँ भाइ त रेडी हो नि अलवेज। यहाँ ह्यान्डसम भाइ छ नि, नयाँ भाइ। यता हाम्रो काठ पसेकोहरू चाहिँ यता यो यताहरू छ नि, कम्पनीमा काठ पस्नेहरू चाहिँ। ट्र्याक्टरहरू पनि कुद्छ यो रोडमा चाहिँ। भिडियो भाइरल गर्छ है ट्र्याक्टरको मान्छेले। मेरो साथीले चाहिँ भिडियो बनाउने जग्गा नपाएर चाहिँ यहाँ हेर्नुहोस् है साथी हो, नेचुरल मोबाइल स्ट्यान्ड। यो मान्छेको हो, यो मान्छेको।
यहाँ हामी यहाँ खोलाको नजारा हेर्दै बसिरहेको छ हो यहाँ बिरालोले केही चबाएको पनि भाइले यहाँ मेरो मेरो भिडियो हेरिदिँदैछ यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले हो ल ए साथी हो यहाँ गफ चल्दैछ हाम्रो भाइ यता हेर न हौ ल भाइ युट्युबमा आउँछ यो पनि ल हेर्नु ल अब चाहिँ केटाहरूको अनुहार पनि देखाइदिएको छु कि फोटो खिच न हेर्नु ल ओ पङ्कज सब्सक्राइब गर है तिमी चाहिँ मेरो पहिला ल मलाई मन पर्नु पर्यो पहिला यस्तोतिर पनि छ यहाँ मेरो दाजुहरू हो भाइले पनि हेरिदिँदैछ यो मान्छे यो बिचको यो मान्छे मात्रै खत्तम छ उसको अलिकति इगो छ होइन तर केही छैन मलाई पठाउन तिम्रो म तुरन्त सब्सक्राइब गरिदिन्छु मेरोमा छैन त्यो तिम्रोमा भएको इगो जस्तो ल आज यति नै होला अब साथीहरूसँग यहाँ घुम्दै टाढासम्म आइहाल्यो फर्किँदा त के गर्नु एउटै बाटो है जाँदा आउँदा एउटै बाटोको भिडियो नगरौँ होला अनि आजको लागि यति नै हो भ्लग सबैजनाले हेरिदिनु होला बाई बाई